हेलो साथीहरू, गुड मर्निङ। वेलकम ब्याक माई युट्युब च्यानल। परदेशको जिन्दगी यस्तै छ। भर्खरै उठेर फ्रेस भएर अब ड्युटी जानु लागेको। के गर्नु है, अलार्मको भरमा उठ्नुपर्छ। परदेशमा यस्तै छ। साँझ सुत्यो, बिहान अलार्म बजिहाल्छ। अब ड्युटी जाने भयो अर्को ठाउँमा। यस्तै छ, जिन्दगी चलिरहेछ है। के गर्नु अर्को ठाउँमा। आज म जाँदैछु अब ड्युटी। अब अझै होटलतिर के कस्तो छ, धेरै बिजी छ भनेर सुनेको छु। हिजो छुट्टी थियो। अब हेर, अब उतै गएर अरू भिडियोहरू बनाउने छु होटलभित्र। आज के कस्तो काम गर्नेछु मैले भनेर सबै देखाउनेछु। त्यसको गयो अब हिँड्ने अब ड्युटीतिर जाँदैछु तल बसको लागि। सोला परेको छ। आज कपडा ल्याएको थिएँ धुनुपर्ने। जाँदैछु ए तल। अब हामीहरूको जाने गाडी यही होटलतिर जानुपर्छ। यता बसेर लक रहेछ, अहिले आउँछ होला ड्राइभरहरू। साथीहरू, अब हामीहरू निस्केको ड्युटीतिर आइसक्यो सबै मान्छेहरू। जाँदैछु ड्युटीतिर। अझै आधा घन्टा लाग्छ अझ ड्युटीमा पुग्न चाहिँ। अब म जाँदैछु स्टार्ट गर्ने ड्युटी। पहिला त खानु पऱ्यो, भोक लागेको छ। अब जाँदैछु क्याफेटेरियामा, त्यसपछि जान्छु काम स्टार्ट गर्छु। आफ्नो के छ बाँकी काम गर्नुपर्ने हेरौँ। चाहिँ यसरी रेडी भएर स्टार्ट गरिरहेको। बचपनको याद आउँछ। अनि अब लास्ट आउनु पऱ्यो ड्युटी स्टार्ट गरेर। त्यसपछि 2 बजीतिर अब खाना पाउँछ। त्यसपछि खाना आउनु पर्यो। अहिले चाहिँ नास्ता गरेर गाह्रो छ नि हो। यस्तो गर्मीमा भइरहेको छु सामानहरू ल्याउन आएर। अब यस्तो हिँड्छ, यो सामानलाई लगेर क्लिन गरेर आउटसाइडको लागि चित्तर गरिन्छ। भोलि चाहिँ आउटसाइड छ गरेर लगेर गइन्छ आउटसाइड। अब सेटअपहरू लाउनु बाँकी छ, उतै अरू बाँकी। अब तपाईँहरूलाई उतै देखाउने छु। यसलाई यस्तो राम्रोसँग सेफ्टीले प्याक गर्नुपर्छ कि एउटा नफुटोस् भन्ने हिसाबले। होटल चाहिँ यही हो, हाम्रो काम गर्ने होटल यही हो। अब होटलभन्दा यतापट्टि अलि टाढा छ कि स्टोर, सामानहरू राखेँ, त्यही ल्याउन आएको थिएँ म। अब जाँदैछु होटलतिर। होटलमा यसलाई सफाइ गराएर अनि राम्रोसित प्याक गराउनुपर्छ। यता यो होटल हो पुरै, यतासम्म पनि छ। यसको पछाडि पनि छ है एउटा अर्को बिल्डिङ। यो पुरै होटल हो, यसको पछाडि अर्को 3वटा बिल्डिङहरू छ। यो चाहिँ मेन बिल्डिङ हो। यता चाहिँ रेस्टुरेन्टहरू भएको यता यो बिल्डिङमा छ। चाहिँ माथि जान्छ खोइ, यो चाहिँ मेनु हो। गेट चाहिँ यहाँभन्दा माथि हो, जो रेडिसन लेखेको देखाइरह नि। यहाँ चाहिँ ऊ छ रिसेप्सन छ यहाँ पछाडि। यता चाहिँ आरबिजी छ, त्यहाँ पछाडि किचन छ। पुरा यता अन्डरग्राउन्ड पार्किङ छ। फाइनली साथीहरू, अब हामीहरू हिँडेको आउटसाइडतिर जानु अब क्याटरिङमा। ट्रकमा टक्क सामानहरू लाएर अघि देखाएको थियो नि, त्यही होला पुरा। अब त्यहाँ गइसकेपछि तपाईँहरूलाई देखाउँछु हामीहरू के कस्तो सेटअप लाग्छौँ भनेर। रोडतिर यही हो। अब जाँदैछौँ त्यही आउटसाइड क्याटरिङ लाग्यो। 5 मिनट चाहिँ धेरै छैन, नजिकै हो। होटलदेखि नजिकै छ लोकेसन। यत्रो सामानहरू छ लग्नुपर्ने भित्र। पुरै भित्र लग्नु भयो। कति बज्ने हो थाहा छैन आज चाहिँ। यतातिर भिआइपी सेटअप लाग्छ। भोलि यतातिर यो खाना आएपछि यसमा यो पुरै खानाहरू हुन्छ। सेटअप चाहिँ सकियो आजको काम चाहिँ। अब हामीहरू पनि अब जान्छौँ अब रुमतिर। अब भोलि अब फेरि खाना ल्याएर आउनुपर्छ त्यतिर। त्यसैले आजको भिडियो यति नै। हजुरहरूलाई मन परेमा लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद। जय नेपाल, बाई बाई।